जगज्जननी माता च कमलादेवी भनेर हामीले सबैले जानेको भन्दैछौँ। पिता देवो जनार्दन, जनार्दन पिता हुनुहुन्छ। हाम्रै गुरुले मर्जी भएको छ पिता तम माता तम दैत तनयस्तम प्रिय सुहृद भनेर। त्यस्ता माताले अवतार लिएर हामीलाई वैकुण्ठमा बसेर भन्दा पुगेन, अरूलाई खेताला पठाउँदा पनि पुगेन। खटाउन नसकेर दुःख पाएका नानीलाई, लोटेका नानीलाई उठाउन आमा आफै फालाएर कुवामा गएर नानीलाई काना राखेर बाहिर निकाल्दा आमा धरधरी 10 धारा रुँदै रुँदै आमाले नानीलाई निकाले चाहिँ हामीलाई लक्ष्मी आमा स्वयं आएर भगवान कहाँ आएर गोदाका रूपमा अवतार लिइबक्सियो। जसलाई गोदा माझी भनिन्छ, विष्णु चित्तकी छोरी भनिन्छ। यिनको कथा, यिनका बारेमा भजन कीर्तन सारा दुनिया हामीले भनिराखेका छौँ। सुन्नेले सुनेका छन्, भन्नेले भनेका छन्। त्यस्ती गोदा आमाले हामीलाई कृपा गरेको, कृपा गर्न आएको गोदा आमाले पनि मूल गोदालाई चाहिँ प्रार्थना गरेको, वैकुण्ठकी गोदालाई। यो कथा तपाईँहरूलाई सबै थाहा छ, म लामातिर नगएर छोटाउँदैछु। त्यस्ती गोदा माझीको आज धनुर्मासका व्रतको आज हो कि होइन मलाई होस् पनि छैन। विपत्ता बुढो बोल्दैछु, तर तपाईँहरूले सुन्न चाहिँ विपत्ता भए पनि सुनिराख्नुहोस्। होस् छैन, मैले जहाँ तक होला आज शुक्ल पक्ष धनुर्मासको पुषको धनमा सूर्य गएकालाई धनुर्मास भन्दछन्। त्यो महिनालाई त्यसको शुक्ल पक्ष आज तिथि के हो? एकादशी तिथि हो। एकादशीका दिन के गर्नुपर्दछ भन्ने तपाईँहरूले जान्नु भएको छ। एकादशी महात्म्य अनेक प्रकारका महात्म्य छन्, विभिन्न पुराणमा छन्। एकादशीमा द्वादशी पहिल्यै अघिल्ला दिन हविष्य खाएर बस्नु पर्दछ साँच्चै एकादशी व्रत गर्नेले। भोलिपल्ट निर्जला बस्नु पर्दछ। सक्नेले रोगी र बुढाखाडा रोगी के नानी बानीलाई छोडेर अरूलाई साधारणका लागि अष्टवसा वर्षाद आरभ्य अशीति पर्यन्तम कर्तव्यम भनिएको छ। 8 वर्ष बृहत ब्रह्म संहिताको। म जति बोल्दछु मैले जानेका पुस्तकका कुरा र गुरुबाट सुनेका कुरा मात्रै बोल्दछु। व्यर्थ फतुराको छ, बुढो नभन्नु होला। जहाँ तक म के भन्दै थिएँ अहिले भन्दैन यसरी अड्क्या बेला एकादशी महात्म्य शुक्ल पक्ष हो यो। आज एकादशीको दिन भोकै बस्ने दिन। सबैभन्दा ठुलो व्रत भगवान विष्णुतिर फर्कनेलाई एकादशी भन्दा ठुलो व्रतहरू केही छैन। व्रतहरूका मध्येमा एकादशीको व्रत हो। त्यो एकादशीको दिन आज हो। एकादशीका दिन एकादशी व्रत लिनेका उपरमा भगवान कसरी कहाँ बस्नुहुन्छ र कसरी प्रसन्न हुनुहुन्छ भगवानले भन्ने कुरो मैले बताउँदैछु। अब लामो नबताएर सर्टकटमा मेरो शरीर त्यस्तै छ, बोल्न दिँदैन भन्या बेला भगवानको कृपा भयो भने बोलाउनु पनि हुन्छ। अब आज हामीले यस्तो कुरो भन्दैछौँ कि सारा शास्त्रमा सबैतिर भएको त्यही कुरो सबैतिर शास्त्र त एकैचोटि भनेर सकिँदैन। शेषजीले पनि सक्नुहुन्न। तिनी सबै मध्येमा पद्म पुराण र श्रीमद् भागवतले मजाले उद्घोषण गरेर भित्र बाहिरै सबैलाई पुग्ने गरी बताएको शास्त्र सबैलाई निचोरेको सारांश मैले भन्दैछु। गुरुका मुखबाट सुनेको मैले। श्रीमद् भागवत को बोले, यी बोल्नेलाई चाहिँ मैले चाहिँ गाली गर्न पनि मिलेन। अब तपाईँ बोल्नेहरू उठेर जाइहाल्नुहोस्, नबोल्ने मात्रै बस्नुहोस् यहाँ। यो हितका लागि बोलेको मैले गाली गरे होइन। श्रीमद् भागवत 6ठ स्कन्द हेर्नुहोस् तपाईँहरूले। श्रीमद् भागवत 6ठ स्कन्द। त्योभन्दा पहिलेका स्कन्दमा के बताइयो भन्दा कसले के पाप गर्दछन्, पाप गर्नेलाई धर्म गर्नेका कुरा त अगाडि पछाडि सबैतिर बताइएका छन्।
बताउनु सबैतिर सबै कुरा बताए पनि अधिक कुरा जहाँ बताउँछ त्यसलाई त्यो बताएको भनिन्छ। अघिपट्टि बताए पनि योभन्दा अव्यवहित पूर्व पाप गर्नेले कुन कुन चाहिँ यातना भोग्नुपर्छ भन्ने कुरो पञ्चम स्कन्धमा बताउँदै बताउँदै त्यो पञ्चम स्कन्धका घाँटीले माथि बताएको कुरालाई फलेर राम्रो बनाएर अनि आत्य परीक्षित कथा सुन्नेवाला पहिल्यैका पनि पछिका पनि मन लगाएर सुन्ने आत्तिन्छन्। आत्य हामीलाई अब उद्धार हुने बाटो रहेनछ, त्यस्ता त्यस्ता नरकमा गएर यस्तो यातना भोग्नु पर्ने रहेछ भनेर थाहा पाएर आत्तिएकाले त्यो नरकमा जानै नपर्ने सबैभन्दा ठुलो के हो धर्म भनेर सोध्नुभयो राजा परीक्षितले। सुखदेव स्वामीले मर्जी हुँदैछ अब षष्ठ स्कन्धमा सुरुमा भन्दै हुनुहुन्छ। उहाँले के भन्नुहुन्छ? यथा कृष्णार्पित प्राण तद पुरुष निसेवया। यथा कृष्णार्पित प्राण धर्म त धेरै छन्, धेरै पहिलेकोबाट वर्णन गर्दै गर्दै जाँदा यिनी भन्दा यिनी ठुला यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्दै भन्दै आइयो। तर सबै गर्न नसक्नेले दुर्गतिमा जानै नपर्ने, देख्नै सुन्नै नपर्ने र जोभन्दा ठुलो अरू धर्म छैन त्यो धर्म मैले बताउँदैछु भनेर यथा जसरी कृष्णार्पित प्राण व्याख्या भनेका तपाईँहरूले सुन्नुभएको छ छैन? नपढेका पण्डितले पदच्छेद पदार्थोक्ति विग्रह वाक्य योजना आक्षेपसे समाधानम व्याख्यानम पञ्चलक्षणम। व्याख्या भनेको 5वटा लक्षणको ग्रन्थ हुन्छ। पदच्छेद गर्नुपर्दछ, पदको अर्थ बताउनु पर्दछ, पदच्छेद पदार्थ विग्रह गर्नुपर्छ। विग्रह भनेको अघिले मैले बताइसकेँ भर्खरै। वाक्य योजना समन्वय गर्नुपर्दछ। आक्षेप कसैले आक्षेप लगाउने ठाउँ छ त्यहाँ भने त्यसलाई समाधान गर्नुपर्दछ। यी 5वटा कुरालाई व्याख्या भनिन्छ। पण्डितहरूले कथा भन्नेले जानेको हुनुपर्छ। कणादम पाणिनीयम च सर्वशास्त्रोपकार कारकम। कणादको र पाणिनीको ग्रन्थ सबै शास्त्रलाई उपकार गर्ने छैन भने नुन नहालेको साग जस्तो हुन बेर लाग्दैन। रुचि नभएकालाई रुचि भएकालाई आफ्ना लागि भइराखे पनि अब अगाडि कहाँ जाँदैछु त? यथा कृष्णार्पित प्राण तत्पुरुष निसेवया। अरू धर्म गरेर अरूले त हुन्छ, तर भगवान कृष्णे विग्रह भनेको यही हो। कृष्णे अर्पित प्राण एन असौ। कृष्णमा अर्पण गरेको छ प्राण। प्राण भनेको श्री भाष्यमा ब्रह्मसूत्र भाष्यमा प्राणाधिकरण भन्ने एउटा अधिकरणको नाम छ। पुराणहरूका पुस्तकमा अध्याय भने जस्तो अधिकरण हुन्छ, अधिकरणको नाम छ त्यो एउटा अधिकरण प्राणाधिकरणमा बताएको छ। प्राण भनेको प्राण शब्द वाच्य को हो त भन्दा प्राण भनेको अनप्राणने धातुबाट सिद्ध भएका शब्दले अर्थ बताउँदछ। भगवान जीवात्मा, प्राणे भनेका भगवानमा, के अरे कृष्णे भनेका भगवानमा अर्पित प्राण जसले प्राण भनेका आफ्ना आत्मालाई समर्पण गरेको छ भनेको अर्थ जो शरणागत भएको छ, शरणागति गरेको छ। त्यो शरणागति गरेको भनेको के हो? भगवानमा आत्मा दान दिएको छ। प्रभुको वस्तु समुद्र, जसले समुद्रलाई अर्घ गरे चाहिँ प्रभुकै वस्तु प्रभुकै भए पनि मेरो वस्तु तिमीहरूले मलाई दियो, मैले चोखो पारेर यो गर्छु त्यो गर्छु, तपाईँले कथा सुनिसक्नु भएको छ। यथा कृष्णार्पित प्राण भगवानको शरणागति भएर भावार्थ भन्नुपर्दा भगवानको शरणागति भएर यथा कृष्णार्पित प्राण तत्पुरुष। तत्पुरुष भनेको व्याकरणको तत्पुरुष होइन, बहुरी समासान्त तत्पुरुष द्वन्द्व अनेक हुन्छन् व्याकरणमा, त्यो तत्पुरुष होइन। तत् भनेको तपाईँहरूले पढ्नु भएको छ, यत तत्पद मनुत्तम भनेर पढ्नु भएको छ। कहाँ पढ्नु भएको छ तपाईँहरूले? जहाँ भनौँ त्यहीँ पढ्नु भएको छ। विष्णु सहस्रनाम पढ्नु भएको छ, अन्तान्तानी पढ्नु भएको छ, आँसुकै छ। तत् भनेका भगवानमा, तत्पुरुष भनेका तत् भनेका भगवानका, पुरुष भनेका पुरुष। न भगवानको पुरुष पनि कोही छ त उभय विभूतिमा? छैन।
तर त्यसमा पनि प्रधान गरेर भगवानलाई माया लाग्ने पुरुषलाई भनेको तत्पुरुष भनेका भगवानमा प्रेम भएका र भगवानका प्रेमको सारांश अगाडि के हो त्यसमा प्रेम भागवत निष्ठा पर्यन्त भगवानमा प्रेम जसको छ भने त्यो भगवानको प्यारो हुन्छ। भागवतमा प्रेम छैन भने भगवानको प्यारो हुँदैन त्यो कुनै हालतले पनि। त्यसो भएको हुनाले तत्पुरुष सेवाया तत्पुरुष भनेका भगवानका पुरुषको सेवा भने शरणागति भएर भागवतको सेवा गरेर जो अवस्था छ त्यसका उपरमा जति खुसी हुनुहुन्छ भगवान अरू कुनै धर्म कर्मले हुँदैन भनेर श्रीमद् भागवत षष्ठ स्कन्धका प्रारम्भमै अजामिलोपाख्यान भन्दा भन्दै पहिल्यै नै यो कुरा बताइसक्नु भएको छ। भगवान सुखदेव स्वामी कहाँबाट आउनुभयो? तपाईँले कथा सुनिसक्नु भएको छ, वैकुण्ठबाट आउनुभयो भगवान स्वामी र सुखदेव स्वामी उनैले यहाँ आएर भन्ने क्रममा यो कुरा भन्दै हुनुहुन्छ। यथा कृष्णार्पित प्राण अर्थ लागेन भने फेरि सोध्नुहोस्। मैले अर्थ लागेन जानिन अथवा यो जाने भनेर भन्नुभएको छैन, यो चाहिँ मैले सधैँ झटारो हानिराख्ने। यथा कृष्णार्पित प्राण तदपुरुष निसेवया शरणागति भएर वैष्णव भागवत सेवा गरेर बस्ने पुरुषका उपरमा भगवान जति खुसी हुनुहुन्छ त्यति खुसी अरू कदैमा। यो प्रशंसावाद होइन, यो सत्य तथ्य भनेर हाम्रा यमुनाचार्य स्वामीले भर्खरै परार बताउनु भयो यो कुरा। अहिले उहाँ निधन भइसक्यो उहाँको। तत्पुरुष निसेवया एउटा बडो ग्रन्थ तपाईँहरू राख्नु भएको छ, 36,000 व्याख्या भएको वृन्दावनमा छ यो कुराका बारेमा। यथा कृष्णार्पित प्राण तदपुरुष निसेवया यो त भयो श्रीमद् भागवतले भनेको। तत्पुरुष भनेको कसको सेवा गर्ने त? अब अगाडि जानुहोस् तपाईँहरू पु भनेको पद्म पुराण भनेको। मैले 2टा ग्रन्थबाट भन्दछु भने नै अघि नै प्रतिज्ञा गरेँ पहिल्यै नै। श्रीमद् भागवतबाट भने बताएको कुरो मैले त्यहाँ दिग्दर्शन मात्रै गरेँ, त्यति होइन। 18,000 कथा कति बेर बताउने त? अब एकछिन ओम नमो नारायणाय भन्दा जम्मै वेद पढिसक्यो नि त, फेरि ओम मात्रै भन्दा पनि हो। त्यस्तै गरी भन्दैछु मैले सर्टकटमा। पद्म पुराण हेर्नुहोस् तपाईँहरूले। आराधनानां सर्वेषां विष्णुः आराधनं परं तस्मात् परतरं देवी तदीयानां समर्थनं। श्री वैष्णव धर्म पार्वतीलाई शङ्करजीले सुनाउने क्रममा यो कथा आएको हो। आराधनानां सर्वेषां विष्णु आराधनं परम। सेवाका भन्दा ठुलो धर्म कोही छँदै छैन। यो सारा दुनियाँभरिहरूले साधुहरूले सन्तहरूले सबैले जानेको निर्णय गरेको कुरा सेवा धर्म परम गहन योगिनामप्यगम्यम। सेवा भन्नाम भएको जो धर्म हो, सेवा गर्ने धर्म हो, त्यो चाहिँ योगी बडा त्यागी तपस्वीले पनि गर्न नसकिने अथवा उनलाई पनि आवश्यक भएको यस्तो सबैभन्दा ठुलो धर्म हो सेवा धर्म भनेर बताएको कुरो। आराधनानां सर्वेषां आराधना एउटा चरामुसादेखिको सेवादेखि लिएर ब्रह्मादि देवता पर्यन्तका भगवान पर्यन्तका भगवानकै सेवा गरेर पनि